हाम्रो काका पनि आइहाल्छु भनेर हिँडेका आउने छाटकाटै छैन। नयाँ वर्षमा नयाँ लुगा लाउलास् भनेर फकाएर हिँडेका आउँदैनन् कि क्या हो? शिव 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 हरे राम राम शिव 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 शिव। घरमा को हुनुहुन्छ होला? कोही छ कि? ए पण्डित बापू। त बाबु घरमा को हुनुहुन्छ कुन्नी? अहिले त म मात्रै हो नि। लाउनु न बस्दै गर्नु न, म पानी ल्याइदिन्छु। हुन्छ नानी। लाउनु न पानी खानु। धन्यवाद है नानी। लिनुहोस्। बस न बाबु मुढा तारेर। बाबु तिमीले त साह्रै दुःख पाएको रहेछौ। अपि तपाईँलाई चाहिँ कसरी थाहा भयो? ल बाबु मेरो कामै हो। तिम्रो भाग्य त बाबु मैले सबै देखिसकेँ नि। हो र बाजे, सबै देख्नुभयो? लु भन्नु त के छ? बाबु हात ल्याउ त। ओहो बाबु सिधा सिधा त केही नहुने रहेछ तिम्रो जीवनमा। पितृ दोष पनि देखेछ बाबु। शनि ग्रह नि अलिअलि झुल्का छ। तर बाबु सोचेको कुरा चाहिँ गरेरै छोड्छ तिमीले बाबु। यसो हेर्दा चाहिँ गर्छ तिमीले मजाले। हो र बाजे, सबै पुरा हुन्छ र? हुन्छ बाबु, अलिअलि दुःख गर्नुपर्छ। ल धन्यवाद बाजे त्यसो भए। ल बाबु यसो दक्षिणा दिए पाए हुन्थ्यो। म पनि बाटो लाग्ने थिएँ, ढिलो भइसक्यो। दक्षिणा रे के दिनुपर्छ र? चामल नुन तेल पैसा जे दिने हुन्छ। झोला ल्याएकै छु, यही झोलामा हालेर लान्छु बाबु म त। एकछिन है त बाजे, केही छ कि म हेर्छु। लु बाजे। अनि नाति चाहिँ के थरी पर्यो होला? म त सार्की हो बाजे। शिव 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 हरे राम राम राम। चोखो 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 चोखो। कस्तो खालको मान्छे रहेछ। कति साह्रो खाइएछ खानु भने तेरिका। कस्तो टाउको दुखेर बाप रे बाप। थत्तरै खाँदै खाउनु। थोरै भयो नि अझै कुन्दिर मुटु फुटेर मर्छौ।
खाऊ न रक्सी अझै। त्यति कमलो मुटु छैन बुझिस्। तेरो आमाले छोडेर जाँदा त फुटेन मुटु तेरीमा जाँठा। त्यही त खाऊ न खाऊ रक्सी। घरमा भात खाने चामल छैन तिमीलाई रक्सी खाऊ। चुप जाँठा छोड्छु भन्नु खानु मन लागिहाल्छ के गर्नु त मैले। अब चाहिँ छोड्नु पर्ला। अब नयाँ वर्ष नि आउन आँटिसक्यो मलाई त नयाँ लुगा चाहिन्छ है बाउ। के को लुगा हो केटा। यो रक्सी खाने बानीले पनि भुकमारी नै चलायो। ल छोरा जा भात पका। भात पाकिरहेछ पस्केर खाऊ मेरो काम छ। होइन हौ के छ काम तेरो कहाँ लाग्यो त। काम छ मेरो गए म। ओइ नवीन खोइ त आएन त्यो। तेरो दाइ अनिल पनि आएन छ त। खोइ दाइ घरमा छैन अनिल चाहिँ माछा मार्न गयो। कहाँ गयो रे सोधिन सामालाई। सोधेको नि दाइ बाउसित पोखरा गएको छ रे। किन गएछ त त्यो भन्दा पनि भनेन। खोइ दाइ नयाँ वर्षमा पैसा जम्मा गर्छु भन्दै थियो। छोड्दे जानेलाई जानु दे। अब यिन यसो गाउँ डुलेर आउनुपर्छ। जानेर दाइ मलाई त दिक्क लागेछ। किन नि। किन हुनु नि दाइ घरमा जहिले बाउ मातेर बस्छन्। हो हुन पनि बुढोलाई जति सम्झाए नि। आमाले छोडेर पहिला गइहाले रक्सी नखाऊ भन्दा मान्दैनन्। छोड्दे चिन्ता नगर बुढी यसो भावनालाई भेटेर आउनु। पुरा दाइ एकछिनै। कसो गर्दैन। ए पण्डित बाबु आउनु भएछ। नमस्ते पण्डित बाजे। के भने बाबु लु है म त आइपुगेँ। आउनुपर्छ त बाजे। ए बाजे लुलु मेरो पनि भाग्य हेरिदिनु पर्यो। ल बाबु हात ल्याउनु न त। बाबु घाटमा त रेखै छैन त। के भन्नुहुन्छ। जिस्केको नि बाबु। श्रीमतीबाट त खासै खुसी चाहिँ मिलेको छैन बाबु। यसो हेर्दाखेरि चाहिँ दुई भाइ छोरामा चाहिँ जेठा छोराले अलि दुःख दिने रहेछ बाबुलाई। हो बाजे अलिअलि दिन्छ। ल बाबु म पनि लाग्नु पर्ने टाढाको बाटो छ टाइम पनि छैन। रुक्नु न बाजे पानी त खाएर जानुहोस्। अनि त दिनु भने बाजेले पानी रहन्छ के गर्ने। ए यहाँ छ पानी।
दिनुहोस् बाजे पानी खानु। धर्मी राम 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 रक्सी खुवाएर मारे चाहिँ किरिहाल्छ। तर चाहिँ रक्सी पनि दिएछ बाहुन बाजेलाई त यार। दिदी हेर्दा साधन दाइहरू के गर्नु त हिँड चुपचाप। के साह्रो निष्ठुरी भएको हो आजभोलि मान्छेहरू। क्या है दाइ? के हौ तिमीसँग चाहिँ किन निष्ठुरी हुनु नि? देख्दा त नबोली हिँड्छौ अनि के भन्नु त। अब काम भए पो बोल्नु तिमीसँग। अनि काम नै हुनुपर्छ मसँग बोल्नु पनि। बिना काममा त किन बोल्नु है दिदी? चुप त खैरी, हाम्रो साधन दाइले अहिलेदेखि हो भावनाले खोजेको। किन खोज्नु पर्यो मलाई चाहिँ? तिमीलाई देख्न मन लागेर नि। तिमी पो बोल्दा पनि के नै होला जस्तो गर्छौ। हो तिमीसँग बोलिराख्न जरुरी छ र हिँड कम्ती। दाइ भावै दिँदैन त। चुप साली जौमिन। राम्रो रहेछ नानीको भाग्य। हात पनि कलिला, मान्छे पनि साह्रै राम्री रहेछन्। के भन्नुहुन्छ हौ यो बाजे? के भन्नु नि, के भन्ने ठाउँै छैन। यति राम्री छौ तिमी। हात हेरिदिनु भनेको त जिस्किनु पो हुन्छ पण्डित बाजे। बाजे चाहिँ नभने हुन्थ्यो। बाजेलाई बाजे नभनेर के भन्नु त पण्डित बाजे? त्यस्तो होइन क्या नानी, खै हात ल्याउन। आहा कति राम्रो। साला हात हेर्ने न्युमा केटीको हात समात्छस्। पण्डितको नाममा कलम तलाई।